आज हो मेरो कटिङ सिरिजको डे 44। आज हो फुल डे। फर्स्ट मैले अफर जिम जाने समय हुँदै थियो। प्री वर्कआउट मिल एन्ड एल क्यारेटिन खाएँ। आज म ट्रेन गर्छु ब्याक बाइसेप रियर लेयर। वार्म अप गरेँ। ल्याट पुल डाउनको टोटल 2 सेट्स। ब्याक ट्रेन गर्ने टाइममा होरिजेन्टल पुल र भर्टिकल पुल हुनु पर्यो। क्यालोरी डिप सेटमा हुँदा पनि होल स्ट्याक पुल गर्न सकिरहेको थिएँ। स्ट्रेन्थ चाहिँ घटेको छैन अहिलेसम्म। यो एकदमै राम्रो कुरो हो। मसल लस भएको छैन भन्ने एउटा एक प्रकारको साइन पनि हो यो। टी बार रोइङ टोटल 3 सेट्स। क्यालोरी डिप सेटमा भएको बेला सेट फेलियरसम्म पर्फर्म गर्दा तारा देख्छ। ब्याक डेको दिन होरिजेन्टल पुल एक्सर्साइज गर्दाखेरि चाहिँ एकदमै इनर्जी युज हुन्छ। रियल डेलको लागि मसिन रिभल्स ट्राईको 3 सेट्स एन्ड फर बाइसेप प्री सर्कल गरे 3 सेट्स। आज ट्रेनिङ सेसन सक्यो। फुल डेको दिन अलि धेरै नै इनर्जी लाग्छ। वर्कआउट पछि पोजिङ भोलिबाट कार्बोहाइड्रेटलाई 150 देखि 200 ग्राम मात्रै राख्छु। कटिङको स्पिड बढाउनु पर्नेछ। धेरै समयसम्म क्यालोरी डिप सेटमा बस्यो भने अनहेल्दी हुन्छ। त्यो कटिङलाई छिटै भ्याउनु पर्नेछ। कार्डियो 10 के स्टेप कम्प्लिट भयो आज। पोस्ट वर्कआउट मिल चिकन डे 44 डन भोलि फेरि गर्नुपर्छ।